दुईवटा झिङ्गा के सधैँ फोहोरमा बसेर फोहोर खाँदा खाँदा वाक्क भएछ अरे। अनि दुईटाले सल्लाह गरेछ अरे के अब त अलि राम्रो राम्रो ठाउँ खोजेर अलि राम्रो राम्रो कुरो खाउँ न भनेर सल्लाह गरेछ दुईटा झिङ्गा। ल जाउँ त जाउँ, कति फोहोर मात्रै बस्ने, अलि राम्रै ठाउँमा जाउँ भनेर चाहिँ त्यो राम्रै ठाउँको खोजीमा हुने लागेछ। अनि गर्मी याममा एउटा घरमा पसेछ। त्यहाँ आए मान्छे पुरै खोलेर उतार्न परेर सुतेको देखेछ। ए राम्रै ठाउँ रे भेटायो, ल अब अझै भित्र जाउँ भनेछ। एउटा झिङ्गा चाहिँ त्यो आए मान्छेको गुदद्वारमा पसेछ, अर्को झिङ्गा चाहिँ त्यो आए मान्छेको मूत्रद्वारमा। अनि भित्र सारा हेरेछ। अनि दुईटै बाहिर निस्केर अनि एकअर्कोलाई सोधेछ क्या। पहिले मूत्रद्वारबाट निस्केको झिङ्गाले गुद्वारबाट निस्केको झिङ्गालाई सोधेछ, ए त कस्तो ठाउँमा पुगिस्, के देखिस्, तैँले के पत्ता लगाइस् भनेर सोधेछ। ए झन्डै मरिन नि भन्दो रहेछ त्यो गुद्वारबाट निस्केको झिङ्गाले। अनि के भयो त तँलाई भनेछ। के हुनु नि, गएर साँगुरो साँगुरो ठाउँ, जग 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 परेको ठाउँ रहेछ। गएर खुब रमाइलो ठाउँ हेर्दै हेर्दै हिँडेको थियो। उताबाट रातो पहेँलो भेल पहिरो उर्लेर आयो। त्यसले मलाई वात्तै हुत्याएर फुत्तै बाहिर निकालिदियो भनेछ। मरे भित्र हगेर मरेछ, उताबाट गु आएछ होइन। त्यसले गुले खेलेर निकालिदिएछ क्या। ए तेरो त्यति मात्रै हो भनेछ। अनि गुद्वारबाट निस्केको झिङ्गाले फेरि मुखद्वारबाट निस्केको झिङ्गाले सोधेछ फेरि, अनि तेरो चाहिँ तैँले चाहिँ कस्तो कस्तो ठाउँमा पुगिस्, के देखिस् भनेछ। अनि मुखद्वारमा पसेको झिङ्गाले चाहिँ भनेछ, ठाउँ त एकदम रमाइलो ठाउँ हो, फराकिलो ठाउँ रहेछ, जग 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 परेको। सारा घुमेर हेर्दा हेर्दै त्यहाँ त अचानक के आयो क्या, जुन बाटो म गएको थिएँ त्यही बाटोबाट रातो यत्रो टाउको आयो, आँखा नभएको, मुख मात्रै भएको, अघि पछि गर्यो। अनि म त त्यसले चोक्छ के अरे मार्छ के अरे भनेर भागेको, यता चिप्लिँदै लड्दै यता चिप्लिँदै लड्दै भागेको, के को भाग्न सक्नु। अनि त्यसले त अघि पछि गर्दा गर्दै सेतो वाइ छाडेर सुत्त फर्केर। म त त्यही त्यसले छाडेको ठाउँमा चिप्लेर लडेर बल्ल 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 बाहिर निस्के भनेछ।